मालिका बोताको आधुनिक घट्ट कतिखेर लगाउने त लगाउने घट्टै मालिक नै आउनुभयो घट्ट चलेन कति लाग्छ बिस्नलाई 50 किलो बिस्न कति लाग्दो छ भाइ यो 50 किलो बिस्न कति लाग्दो छ 50 केजीको 50 केजीको 1.5 घन्टामा पनि तरिका हुन्छ कि आफ्नो लाउने नहुने हो खेलियो भने अनि यो पिनेको पिठो चाहिँ तल झर्दैन ए झर्छ नि त अनि तल चाहिँ झर्दैन तल झर्दैन यो आधुनिक घट्ट हो घट्ट आधुनिक हो यो अलि आधुनिक नयाँ आधुनिक घट्ट हो यो खास होइन पहिले त अर्कै खालको घट्ट हुन्थ्यो त को लागि हो कि व्यक्तिगत हो होइन हामी 15-16 जना मात्रै हो उठाएपछि के हुन्छ मसिनो मोटो बन्छ कि ए त्यो भए तलतिर गर्नु पर्यो अच्छा ठिक है अच्छा त्यसलाई तारले बाँध्नुपर्छ क्या यहाँ पनि तारले ईदको बिदा हो भोलि पनि बिदा तिमीहरूको आइतबार बिदा हुँदैन हुन्छ 4 दिन बिदा हुन्छ ल गेडा हाल्नु गेडा कहाँबाट हाल्ने म हाल्दैछु हाल्यौ यसरी हाल्ने होइन नानी हात उता नराख है दिन्छ
गरेर त नानी निकाल्ने ऊ निकाल्ने के भयो त बोल्नु बस्नु जति कुशल भित्रको ल ल ल धुलो मसिनो आयो ल ठिक छ ठिक छ अहिले धुलोमा पर्छ नानी छोट्यौ नानी अहिले धुलोमा पर्छ छोट्यौ अलिकति हाल त घट्ट बस्यो छिटो त छिटो हुन्छ होइन अब किलो पिस्नलाई 1 घन्टा आधा घन्टा लाग्छ आधा घन्टा धुलो पनि मसिनो फालेको छ